आफूले गरेको पाप मेटाउनु छ भने यसरी बोकेर घुमाउनु पर्छ रे। यो चाहिँ पूजाको लागि बनिरहेको खानाहरू हो। आज पूजा हो, त्यही भएर यहाँ मस्त खाना बन्दैछ। काँक्राको अचार, तरकारी, पनिर सब चिज बन्दैछ। यता फेरि चिया बन्दैछ। चिया चाहिँ फेरि अब हाम्रो पाहुनाहरूलाई चिया बन्दैछ यता। अनि अहिले चाहिँ अब यो सबै थोक लिएर सबैजना जाँदै हुनुहुन्छ पशुपति। म चाहिँ घरमै छु है, सबैजना पशुपति जाँदै हुनुहुन्छ। त्यस पछाडि अब एकछिनमा मेरो जाने पालो आउँछ, म नि जान्छु अब एकछिनमा। अब म त्यहाँ गएर के गर्छु त हेर्नु होला। हस्त धन्यवाद। यता दाजु चाहिँ फेरि मस्त मलाई गाली गर्दै प्रसादी खाँदै थिए, किन फोटो खिचेको भनेर। अब के गर्नु, म टेर्ने मान्छे होइन। त्यही भएर अब उहाँले भने पनि केटी हेर्नु छ, त्यही भएर मस्त खाँदै म पनि खाँदै उहाँको फोटो खिच्दै।